हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आई होप सबै सन्चै आरामै हुनुहुन्छ होला है। यहाँ चाहिँ अहिले अल ओभर इन्डियामा अलमोस्ट ग्यासको सर्टेज भइरहेको छ होइन। ग्यासको सर्टेज हुनुको कारण चाहिँ जो बाहिर वार चलिरहेको छ त्यही भएर चाहिँ ग्यासको सर्टेज भइरहेछ। हरेक होटल रेस्टुरेन्टहरूलाई अलिक समस्या भइरहेको छ होइन। त्यही भएर हामीहरू चाहिँ इन्डक्सन युज गरिरहेछौँ। यस भिडियोमा चाहिँ मैले आज पनिर पालक बनाउँदैछु। सबभन्दा पहिला त ओइल हालेँ, ओइलमा ग्रिन चिल्ली एड गरेँ। त्यो फ्राई भइसकेपछि चाहिँ हल्का ओनियन चप मसला हालेँ होइन, अनि हल्दी पाउडर हालेँ, टर्मरिक पाउडर, नेपालीमा बेसार भन्छ होइन। अनि यसलाई एकछिन भुने फ्राई गरेँ है। त्यसपछि यसमा चाहिँ म पनिर एड गरेर पनिरलाई फ्राई गर्छु। पनिर चाहिँ फ्राई गरेर हाल्दाखेरि राम्रो हुन्छ, तर ग्यास अलि कम छ नि त, त्यही भएर ग्यास सर्टेज भइरहेछ। त्यही भएर म यसमै हालेर फ्राई गरिदिन्छु होइन। जबसम्म फ्राई हुँदैन तबसम्म चाहिँ यसलाई मस्त स्लो हिटमा है फ्राई गरिराख्ने। हल्का रोस्ट भइसकेपछि चाहिँ यसमा म पालकको पेस्ट युज गर्छु। पनिर पालक हो नि त, त्यही भएर म यसमा पनिरको पेस्ट हालिराख्छु। देख्न सक्नुहुन्छ फाइनली मेरो पनिर रोस्ट भइसकेको छ होइन। रोस्ट नहुँदासम्म यसलाई मजाले फ्राई गरिराख्ने हो। अनि लास्टमा चाहिँ फ्राई भइसकेपछि चाहिँ यो पनिर पालकको पेस्ट हाल्ने हो होइन। यो चाहिँ बोइल पालक पिसेर राखेको थिएँ मैले, त्यो पेस्ट हो यो। पनिर पालक चाहिँ एकदम इजी छ होइन। हुन त हरेक सेपुरको अलग अलग रेसिपी हुन्छ होइन। मेरो अलग रेसिपी छ, अरू सेपुरको अलग रेसिपी हुनसक्छ है। एकदम घरमा सजिलो तरिकाले बनाएर खान सक्नुहुन्छ होइन। एकदम टेस्टी पनि हुन्छ। धेरै जसो व्यक्तिहरूलाई पनिर मनपर्छ नि त होइन। पनिर मनपर्ने मान्छेहरूलाई चाहिँ यो एक सब्जी बनाएर खान सक्नुहुन्छ, पनिर र पालकको है। यसमा चाहिँ अलि म ओनियनको ग्रेभी युज गर्दैछु। ओनियन ग्रेभी हालेर हल्का एकछिन यसलाई मिक्स गर्ने होइन। ग्यासमा बनाएको जस्तो फास्ट त हुँदैन, यसमा एकदम टाइम लाग्छ होइन। धेरै स्लो हुन्छ यसमा। टेस्ट ठिकै छ ल। तपाईँहरू पनि बनाएर ट्राई गर्नु सक्नुहुन्छ। यो घरमै बनाउन सक्नुहुन्छ तपाईँ। यसमा धेरै मसलाहरू हाल्नु पर्दैन। धेरै मसला हालेको पनि खानु हुँदैन खानाहरू है, हेल्थको लागि हानिकारक हुन्छ। यसमा चाहिँ म नुन एड गर्छु होइन। स्वाद अनुसारको नुन हाल्ने होइन। तपाईँ कतिको नुन खानुहुन्छ त्यो हिसाबले नुन हाल्ने। अनि किचन किङ मसला है। त्यसपछि अनि यो जिरा पाउडर, गरम मसला हालेर मस्त मिक्स गर्ने होइन। यो चाहिँ अलमोस्ट रेडी भइसकेको छ होइन। यसमा चाहिँ रिच क्रिम युज गर्दैछु म चाहिँ होइन। ब्राइटनेस पनि राम्रो आउँछ अनि खानाको टेस्ट पनि अलग आउँछ क्या। हेर्दाखेरि वाउ टाइपको हुन्छ नि त होइन। क्रिम हालेपछि ब्राइटनेस आउँछ, टेस्ट पनि आउँछ होइन। यसमा अनि अलिकति अमुल चिज एड गर्दैछु है, ग्रेट गरेर। अलमोस्ट मेरो खाना रेडी भइसकेको छ, पालक पनिर होइन। तपाईँहरू पनि घरमा सजिलै बनाएर होइन टेस्ट गर्न सक्नुहुन्छ रेसिपी है। हरियो धनिया मस्त माथि एड गर्दैछु। फाइनल टेस्ट चाहिँ बब्बाल है। हुन त तपाईँहरू हेर्ने मान्छेलाई थाहा छैन होला टेस्ट कस्तो छ भनेर होइन। तर तपाईँ एकचोटि बनाएर टेस्ट गरिसकेपछि भन्न सक्नुहुन्छ वाउ भनेर है। फाइनली मेरो पालक पनिर चाहिँ रेडी भइसकेको है। अब कस्टमरलाई सर्भ गर्न मात्रै बाँकी छ। यो देख्न सक्नुहुन्छ फाइनल लुक होइन पालक पनिर।